मौर्य कलेक्सनको स्टाफहरु जादैछौं कस्तो हुँदैछ केटी हो 50 बनाउँछ राम्रो अब रमाइलो चाहिँ भएन राम्रो रमाइलो त गर्नुपर्छ नि अब हैन भरे डीजे लाउँछ डीजे मा ड्याङ किडे नाच्नु हामी त सुनसरी जिल्ला पार गरेर पनि मोरङ जिल्ला पार गर्न आँटिसक्यौं पथरी आउन आँटिसक्यो अब झापा जिल्ला पुग्न आँट्यौं आजको साँझ रमाइलो भेटघाट के खाने तिमी खान्छौ पाउँदैन अरे हामी त परोठा खाने हो गाइज किन आखिर चाहिँ यहाँ नाच्नु कुरा के होइन कति अल्छी लाग्दो छ ए भाइ बिहान गयो ए प्रश्न मलाई पैसा कलेक्सन हुँदैछ है गाइज हाम्रो चाहिँ खाजा पनि खाने अरे ब्रेकफास्ट आइसक्यो गाइज हाम्रो कस्तो छ ममता गाइज कस्तो छ ल हामी त फेरि खाजा खाएर हिँड्नु भयो गाइज कति नराम्रो देखेको परोठा खाएर हिँड्नु भयो अंकल मजा आउँछ नि हेलो टेक्स I'm so happy from all of you फाइनली कन्याम चाहिँ आइपुग्न आँट्यौँ हामी चाहिँ हो यसो कन्याम हेर्न सक्नुहुन्छ कन्या फाइनली आयो मलाई आशा पार्छु यसो भन्छौ उसो भन्छौ बहानामै पार्छु फाइनली हामी कन्यामा आएर अब रेडी हुँदैछौँ फोटो खिच्न जानलाई उनीहरु चाहिँ मेकअप गरेको छ म चाहिँ केही लाएको छैन सोझी छु यो अनुहार नदेऊ बजार छोडिनु कति मेकअप गरेको हामी कति ढिलो गरेको लाज लाग्दैन चिराको गोठमा मुना पलाए छै सानो मनवा माया पलायो रात मानिन लोकल 10 जना छौं एकजना बाहिर गएको होला आउनु भयो चान्टी मिठो छ हेलो गाइज कस्तो भइरहेछ हजुरलाई मस्त ओपर राम्रो हैन राम्रो ठाउँ छ हैन अब राम्रो सिन भ्यू देखिने रहेछ त्यति हो तिमीलाई कस्तो लागिरहेछ एकदम दामी हाम्रो नजारा हेर्न सक्नुहुन्छ हामी चाहिँ पोखरीमा आएर बसेको छौँ गाइज अथवा बिहान प्याक गरेर हिँड्दा पनि हुन्छ Hello, don't mind me.
यिनीहरू दुईजना चाहिँ बोयफ्रेन्डसँग बोल्दैछ होइन साथीहरू बोयफ्रेन्ड हुनु पनि गाह्रै रहेछ हामी चाहिँ मासु खाँदैछौँ बिला हानेको होइन मासु खाँदैछौँ हामी रातिको 12 बजे हेलो गाइज कस्तो भइरहेछ हजुरहरूलाई एकदम रमाइलो सपना दिदी धेरै रमाइलो हिल जुत्ता लाएर पनि आउनु भयो म चाहिँ यो चप्पल लाएर पनि सोधिन त पोर पनि श्री अन्त चाहिँ आएको तर हामी उठ्न सक्दैनौँ हेलो गाइज हामी चाहिँ सजेर सबरिएर कायम रे घाम हेर्न यतिको लागि कति मैले पापर बढेको छु छाड्दै पात्दै आइरहेको छु पार्दै पनि आएको छाड्दै पात्दै तर भन्दाखेरि चाहिँ आयो नि त कस्तो बिजोग भयो गाइज बिहानभरि पिस्केर पारेको ठुलो छोरी पो पातो रहेछ त बादरहरूले आयो कि आयो भन्दै चाहिँ हेर्नु न चढाउनु पर्ने घर फर्केको गाइज हामी यो होटलमा बसेको थियौँ हाङ दरबारमा कता अरे इलामा र यहाँ खलासीको काम गर्दैछ मैले केही पनि केहीको पैसा सोधेको गाइज यिनीहरू चाहिँ मासु भात नखाने अरे त्यही भएर अब भेज खाना चाहिँ खाएर 1200 रुपियाँ केजीको मासु खाएर यिनीहरू रहेछु उयो हाम्रो कोठामा मासु त 1 केजी जति त मिनी ब्लग भन्दा भन्दै मेरो ब्लग चाहिँ धेरै लामो भएर गएछ थ्याङ्क यू सो मच एभ्री वान मेरो मिनी ब्लग लास्टसम्म हेरिदिनु भएकोमा